새벽이 찾아와 밤의 명암은 더욱 깊어져 난가네 내 바람은 Hi everyone, welcome and welcome back to my channel. हामी चाहिँ आज जाँदैछौँ बनबाटिका, त्यो पनि कति इयर पछि। लेट्स गो, के हुन्छ हेर्दै गर्नु होला है त। आज चाहिँ मजाको घाम लागिरहेको छ। हामी चाहिँ अब हिँड्यौँ। कति बजी जाने भनेको थियौँ? जाने भनेको अहिले 2 घन्टा लागिसक्यो। हाई बाबा ओप्पा भएर आउनु भयो दुवैजना। साह्रै क्युट। हामी चाहिँ यहाँ आइसक्यौँ। गेट त जस्ताको त्यस्तै हो। म चाहिँ अब टिकट काट्न जान्छु। ओ माई गड, लुक एट दिस। यस्तो बनाएको रहेछ नि त अहिले। यहाँ चाहिँ टिकट काट्न आएको छु म। चाहिँ उल्टे देखाइरहेछु। टिकट नि काटियो। यिनीहरू चाहिँ यहाँ छन् एन्जल र प्रदीप्ति। अनि खै विपसा अझैसम्म कहाँ गई? यहाँ यस्तो मिठो घाम लाग्यो धन्दै आज। कति पछि आयो? 10टाको त्यस्तै हो बाहिर, तर भित्र चाहिँ कस्तो छ लेट्सी। यहाँ चाहिँ आफ्नो सिँगार पटार घर नसकेर अहिलेसम्म यहीँ गरिराख्ने प्रभु। यहाँ चाहिँ पिकनिकको लागि यस्तो रहेछ। टिकट काट्ने अनि यिनीहरू चाहिँ यहाँ बसेर यस्तो मिठो घाम लाग्यो। कहाँ गयौ विपसा तिमी? तिमीलाई कुर्दा कुर्दा हामी बुढी भइसक्यौँ हो कि नै? जाउला तिमीलाई जाउला किन जाउला भन्यो भन त। यहाँ टिकट छ कि किन चिन्ता गरे हौ र? यहाँ भर्खर आउनुपर्छ। नम्बर त थिएन कि तिमी? हामी चाहिँ यहाँ लिएर आऊ त। यस्तो रहेछ आज भोलि। त्यता पार्किङ अनि शङ्खा राखेर आऊ। अनि यस्तो रहेछ यहाँ चाहिँ। कस्तो मजाले त्यो के अरे सुपो होइन र त्यो त? सुपोमा कस्तो मजाले बनाएको रहेछ। फाइनली हामीहरू बनबाटिका आइसकेछौँ। यहाँ प्रोग्राम रहेछ कि त्यही भएर। अनि अब हामी जान्छौँ। कस्तो राम्रो देखेको। त्यहाँ के मिलाउँदै बस्यो नि। अब चाहिँ हामीहरू घुम्न जान्छौँ। हामी खेलौँ ल। के खेल्ने? चर्की पिङ त नखेला पनि झन् टाउको दुख्यो नि। विपसा हेलो। मास्क खोल कि के हो र? मास्क चाहिँ नखोल्ने भाइ, कति लजाको र। ओइ तिम्रो हेयर कस्तो साइनिङ गरे नि कलर हो न? नाइस। हामीहरू अब हिँड्यौँ। विपसा तिमी कति पछि आयौ यहाँ? आओ हिरोनीहरू। यो त थियो पहिलेदेखि। यो नि थियो, यो नि थियो। यति भाग चाहिँ पुरानै थियो, तर ऊ चर्के पिङ चाहिँ नयाँ रहेछ। गई उहाँ दौडिँदै खेल्नलाई। म त खेल्दैन, तिमीहरू खेल्ने भए खेल। यहाँ यिनीहरू जाँदै छन्। अनि यस्तो हालेको रहेछ कि अहिले। पहिला हामी हुँदाखेरि यो त थियो, यो पनि थियो। यहाँ कस्तो राम्रो बस्ने थियो। यहाँ कति दुबोहरू थियो। अहिले त सबै उ भएछ। अनि यो चाहिँ यस्तो यो खेल्ने कुरा राखेको भएर यो कभर गरिदिएको रहेछ। अनि यो सिँढी थियो, यो चाहिँ थिएन। ओ माई गड, कति राम्रो देखेको। यहाँ एन्जल यत्रो हिल्स लाएर हिँडिरहेको। लोट्यो भने हामीलाई नछपाए। ए यताको पुरै खेल्ने सेक्सन रहेछ नि त होइन? बनबाटिका पहिला भन्दा राम्रो बनायो होला भनेर एक्सपेक्ट गरेर आएको थिएँ, तर छान्न राम्रो।
ड्रेस त लाउनु न म त घरै अब हाम्रो आउँदैन त्यतिखेर लाउने हो न अनि यहाँ चाहिँ कति धेरै मान्छे रहेछन् आज के अरे यहाँ चाहिँ यस्तो रहेछ ड्रेस लाएर फोटो खिच्नेहरू अनि यहाँ चाहिँ कति धेरै मान्छे हो क्यामेराले कसलाई खिच्न ल एन्जल क्यामेराले फोटो खिच्यो यहाँ भिडियो बनाउँछौँ सोचेको तर लास्टै धेरै मान्छे रहेछ नि तर हामी लजाउन हुन्न है हामीहरू यहाँ यस्तो घाम तापेर बसे हम अनि अब हाम्रो यहाँ यस्तो सुट हुँदैछ भिडियोको तिमी गराउँछौ कि नै हामीहरू चाहिँ अब हल्का फुल्का भिडियो बनाउन हिँडेको यतिको आएपछि त गराउनु पर्यो कता आयो त्यहाँ तल फेरि खोल्छ नि त कहाँ गराउने नयाँ लोकेसन हेर्न हिँड्दैछौँ हामीहरू फेरि कति लजाको हो कि झन् मलाई अरे कहना क्या चाहते हो अनकम्फर्टेबल गराइदियो भोलि पनि लडबडिन्न हामीहरू अब यहाँ खेल्न हामी चाहिँ अब नानीलाई खेलाउनु जानु लाग्यो केही खान मन लागेन तिमीहरूलाई चटपट एन्जल चाहिँ डाइटमा हो अरे तर भन्न मन थियो धेरै कुरा तर म अहिले चाहिँ भन्दैन गाइस हामीहरू पहिला यति धेरै बनबाटिका आउँथ्यौँ अहिले त पहिलादेखि कति आउँथ्यो भन त आउँथेन हामी त लास्टै धेरै आउने थियो टेनमा पर्दाखेरि धेरै मेमोरीहरू छ यहाँ एन्जलको नि रहेछ लास्ट टाइम कहिले आएको थियो भन्न त एन्जल हामीलाई भनिसकेको थियो नि तर यहाँ कसैले हेर्छ जस्तो लाग्यो जस्तो छ कान्छीलाई यतैबाट जाम न आऊ तिमी के खेल्छौ भन न यो हामीलाई खेल्न त्यही खेल्थ्यौ मिकी माउस अघि म नि खेल्नु थिएँ एकचोटि सोध्छौँ है हामीहरू हल्का मेलाको भाइब्स आयो किनभने मेला त जान पाइएन यो खेल्ने रे नानी म यहाँ चाहिँ टिकट काट्छु अनि कति रहेछ टिकट दिन्न एउटा मिकी माउसको कति हो 100 रुपियाँ है एन्जल छ कता यहाँ खेलिरहेको छ चोट नलागोस् है त्यहाँ जाऊ तिनीहरू चाहिँ उहाँ बसिरह झ्याउ लाएर एन्जललाई त लास्टै झ्याउला अरे हामीलाई नि खेल्न दियो हुन्थ्यो नि नानीलाई चाहिँ खेल्न पठाएँ अब हामी यहाँ बसिरहौँ केही खानु मन लाग्यो केही खेल्दैनौ छि कोही छैन भाइ अलिअलि खेलेर हामीलाई त झराल दिन्छन् कस्तो लाग्छ तिमीलाई झ्याउ लाख एकदम झ्याउ लाख यो मान्छेलाई जहिले पनि झ्याउ लाग्छ फोटो खिचिदिन्छु अनि यिनीहरूको कस्तो आउँछ त्यो गाना हेरौँ है त हेर त विपसा यता हेर न के गाना राखिदिनु रहेछ लेट्स सी यस्तै हो यो माया भन्ने चिज रे ओ माई गड है उसको है अब एन्जलको गराइदिन्छ है कस्तो आउनु रहेछ हेरौँ है खै कस्तो आउँछ गाइस ओ माई गड तिमी त्यो फुल हौ रे कस्तो मजा आयो पा खुसी भएर हाँसीमै छैन खेल्ने किन हामी अब जान्छौँ खेल्न झ्याउलायो हल्का फ्रेस हुनु पर्यो टिकट पनि काटिसक्यौँ अनि त्यही हो केही छैन आजको नयाँ नौलो ब्लग मैले घरमा के भनेर आएको थिएँ त्यत्रो धेरै गराउँछ भने इस यहाँ पनि सकियो यिनीहरू धेरै अब यहाँकोमा ए त्यहीँ रहेछ खराब चिजबाट असल कुरा मिल्न
अब के हो र पढ्नु पनि बिर्से जस्तो भयो अलि धेरै बेर खेलाइदिनु है ए 2 राउन्डमै रोकिदिनु हुँदो रहेछ बिचमा बसौँ आऊ पछाडि आऊ न पछाडि सबै आऊ तिमी त किन झऱ्यौ तिमी एन्टर बस्छौ अया ऊ त स्कुलको आएर रहेछन् यस्तो म हामीलाई यस्तरी त लिएर आएन अब चाहिँ यहाँ पछाडि गएछ नि बिपासाहरू डराएर हैरान छ तर लास्टै मेमोरिज हुन्छ आऊ छिटो आऊ के भयो ए अया यहाँ के हो त ए खाली रहेछ नि त धन्नै यहाँ बस्दैन अघि न अघि देखेको थिएन हौ भयो यिनीहरू कुन होसमा थियो स्कर्ट तान आऊ अब चाहिँ हामी चटपट खान जान्छौँ लास्टै धेरै बेर खेलाइदिनु भाइ मजै आयो कहाँ गयो नि त कस्तो भयो मजा आयो मजा आयो मजा आयो मजा आयो अब हामी चटपट पाइन्छ भन्यो भन त्यहाँ अब हामी एनिमल हेर्न जान्छौँ बल्ल गेम खेलेर रमाइलो भयो नत्र त अघिसम्म त कस्तो बोरिङ लाग्थ्यो कस्तो भयो तिमीलाई गेम खेल्दा बल्ल त्यतिखेर रमाइलो भएको थियो न त रमाइलो भएको थिएन न यो त्यस्तो पिकनिक रहेछ नि त यहाँ त हरेक धेरै जिप लाइन नि रहेछ यो पिकनिक एरिया हो न यो चाहिँ पिकनिक एरिया हो कहाँ ए ऊ त्यहाँ न ए त्यही त यो बाटो त हामी अझै खिच्ने हो यहाँ चाहिँ अब हामी चटपट खान्छौँ ओ वहाँ जान्छौँ अहिले हामी फोटो खिच्नलाई यो सबै सक्यो न भन्ने कसैले नि चटपट गराइदिनु न चटपट ब्लग चाहिँ भयो कि भयो खासै राम्रो पनि भएन त्यही पनि केही छैन के गऱ्यौँ हामी आएर भिडियो बनायौँ एकछिन बस्यौँ खेल्यौँ अनि कति भिडियो त मैले गराएकै होइन बिर्सिने रहेछ कि मैले भिडियो बनाउनु भनेर पढ्ने बेलामा पढ्दैन अहिले यहाँ समरलाई पढिरहन् यो मान्छे विदेशमा छ नेपालको स्टोरी हो कि सुन न पहिला पढेर थाहा हुन्छ यार कसरी एक्सप्लेन गरौँ होसियार जनावरहरूलाई नजिस्काउनु होला अरे हामी चाहिँ यिनीहरू झ्याउ माने त्यही भएर हामीहरू आफै हेर्दा लक्सिरह चितुवा ओए साथी हो कि ओए गरे प्रभुलाई आज बनबाटिका घुमेर कस्तो फिल भयो भन त एकछिन मन स्याड भयो भन न अहिले हात दिने होइन कि अहिले टोकिदियो भने नि खान्छौ यहाँ त केही छैन क्या अब जाम कताबाट जाने हो ए यतैबाट यताबाट जाम यहाँ के हो परेवा हो कि के हो कति पछि आएको हामीहरू यहाँ पहिला कति आउने गर्थ्यौँ कि साथीहरू भएर अनि अहिले त त्यस्तै त हो
ए यहाँ हामी म लास्ट टाइम कहिले आएको थियो भनेर नि मलाई एक्ज्याक्ट चाहिँ बिर्सिसकेँ मैले भाले रहेछ कि आउँछ अब घोडा कहाँ गयो तिनीहरू बादर हेर्न जाँदै हम यु बादर हेर्न जाँदै हम अभी बन्दरिया 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 ओ घोडा हेर्नु म घोडा घोडा सवारी गर्ने हो कसैले कति ठुलो घोडाको पुछु के रे लुगा त्यस्तो लगायो भनेर कसरी हेरे आई लभ बनबाटिका बाप्पा के अरे फेरि भन त in the snow and अघिदेखि हङकङको याद आयो भनेर देखाइदिन्छ नि कस्तो बज्रे आया आया जाम अब धेरै लेट भयो अब चाहिँ हामी जान्छौँ यस्तो राम्रो राम्रो देखेछ यहाँ भिडियो गराउँ के ओए वहाँ रहेछ कि त्यो हेरौँ त त्यसलाई गएर काले के त्यसले त पिट्ला आया नि के भनी छि किन हाँस्यौ तिमीहरू के हेडबु एन्जलले आफ्नो एक्सलाई यस्तै देख्छु रे गाइड्सहरू मेरे ने मैले हिजो कि अस्ति यस्तो सन्या यस्तरी हिँड्ने रहेछ के गरेको अब चाहिँ हामी लगभग हाम्रो यहाँ सकिसकेछ अब हामी घर जान्छौँ अनि घाम डुब्न लागिसक्यो 4:30 भइसक्यो घर गएर कति धेरै काम गर्दैछ म अहिलेसम्म हिँड्छु यहाँ स्नेक देखा छ तर यहाँ छैन मैले देखेन कछुवा पनि देखेन देख्यौ तिमीले अरू चाहिँ थियो दुम्सीको कारण रहेछ त्यो पनि थिएन दुम्सी पनि थिएन अनि यहाँ चाहिँ यति धेरै रहेछ पहिला यो केही पनि थिएन के डिस्कसन हुँदा भन यस्तो चिसोमा म खान्न तिमीहरू खाने हो खाने भयो खाऊ नाइ म त खान्न भाइ घाँटी दुखिहाल्छ मलाई त मन त पर्छ जाऊ खाइहाल गएर आइसक्रिम भाइरल बिस्कुट रहेछ यो मलाई राष्ट्रिय ट्राई गर्न मन छ तर यहाँ कति भन्छ आई डोन्ट नो ऊ त्यो लिएर हम भाइरल बिस्कुट कस्तो हुन्छ हामी ट्राई गरेर भन्छौँ सबैले चाहेन कि त्यही भएर हामी पनि खाइदिउँ न भनेर यहाँ छ यिनीहरू आइसक्रिम थ्याङ्क यू यस्तो जाडोमा आइसक्रिम म खान्न भने चाहिँ यिनीहरू जबरजस्ती खाऊ खाऊ भनेर खाइरहेको छु कता घाँटी दुख्ने भयो गाई हामी चाहिँ यस्तो जाडोमा आइसक्रिम खाइरहौँ अबि खाली भइसक्यो भाइ कोही खाइन्छन् गाई चाहिँ हामीहरू हिँडेर एकदम धेरै थाकिसक्यौँ अब भाइरल बिस्कुट ट्राई गर्छौँ यो वाला सबले खाइसकेन नि हामी नै होला लास्टमा यो चिजवाला हो नि त अर्को चक्लेटवाला अफकोर्स चिजैवाला Cheers.
हामी जान्छौँ ढिलो भयो 5 बज्न लागिसक्यो घरबाट फोन आइसक्यो जानु फेरि बाल मिलाए जस्तो लाग्यो ल ओके गाइस प्लिज न्यू हो त्यही भएर सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ अनि त्यही भन्दै आजको भ्लग यहीँ एन्ड गर्न चाहे डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टु माई च्यानल ओके बाई सी यू इन द नेक्स्ट भिडियो strong in this love and